तिनपल्ट प्रबन्धी हुनुभयो अहिलेसम्म गर्न सक्नु भएन अब गर्न सक्नुहुन्छ सुरु भएर हुँदैन नि त सुरु भएर हामीले समस्या समाधान हुनु पर्यो नि त पक्का पनि नक्सा आउनु पर्यो धर्मी आउनु पर्यो कसै हामीले बेमा लोन राखेर खानु पाऊँ न अब कति पर्खिनु भन्नु न तपाईँ तिनपल्ट पढाउनु हुनु हामी पर्खे परेको नि त कति पर्खिनु हामी कति पर्खिनु भन्नु न कति पर्खिनु भन्नु 5 वर्ष 10 वर्ष 20 वर्ष हो भन्नु आउँछ नक्सा राखेर हामी कमसेकम गरिबी छोरो कमसेकम बेमा राखेर थोरै 6%मा 7% दिन खान पाएन अहिले हामी गएर 12 कोही भनेर जग्गा छ भन्नु छ नि कमसेकम के अरे तिनपल्ट प्रबन्ध हुनुभयो केबी सर ओली भोट हामी दिएर बनाउनु भयो हामी देख्यौ 28 सालमा